तो गाइज आज मेरो फाइनेंस को एक्जाम हो र साथसाथै हाम्रो क्लास 11 को फाइनल एक्जाम को फाइनल डे पनि हो र यसमा हामी पास भयौं भने 12 क्लासमा पुगिहाल्छौं। यहाँ विकास पनि छन्, नीरज पनि छन्। वाओ क्या लड़का है, भेरी ह्यान्डसम बॉय। र खै किन हामीले जुन दिन ब्लग बनाउँछ त्यो दिन विकासको छुट्टै सब्जेक्ट परिहाल्छ। आज पनि छुट्टै छ, उनको कम्प्युटर साइन्स हो, हाम्रो फाइनेन्स हो। आज पनि रिएक्सन लिनेवाला छौं सबैको र हेरौँला। 6:30 बजे सुरु हुने एक्जाम बस लेट आएर 7 बजे सुरु भयो र हामी सबै यहाँ करिडोरमा उभिएर वेट गरिरहेका थियौं। ओए तिम्रो कस्तो भयो? आशिष तिम्रो कस्तो भयो? आशिषको राम्रो भयो। ठीक ठाक अस्ति ठीक भयो, आज ठीक ठाक ठीक ठाक सम्म पुग्यो। अब जीवन हाउ इज द पेपर? गुड बट ब्याड। सम्राट पेपर आज ब्याड तर क्लासको टपर चाहिँ टप हान्छ यसपालि। एक्जामको लास्ट दिन भएर सबैजना गइहालेथे, धेरैजनाको रियाक्सन लिन पाएन र यो केटा त लजाइरहेको थियो। शर्मा कहाँ रहे हो? सो गाइज एक्जाम सकिहालेछ। असाढ 22 गते फेरि हाम्रो 12 क्लासको एक्जाम सुरु हुन्छ। सरी एक्जाम होइन, पढाइ सुरु हुन्छ। 30 गते रिजल्ट आउँछ। त्यो रिजल्ट आएपछि थाहा हुन्छ हामी पास छौँ कि फेल छौँ, 12 मा जान्छौँ कि जान्नौँ र मैले प्राइज पाउँछु कि पाउन्न। र हाम्रो रिजल्टको दिन जेठ 30 गते नै उत्तमको बर्थडे हो र उनले पार्टी दिन्छन् भनेको छन्। हामी त हुन्न मिल्दै सेवा गरिदिन्छन्, हामीले पार्टी गरिहाल्छौँ आफै घरमै हैन। र आज पनि त्यही गर्न आछौँ, 2 जना मात्रै, एकजना गायब भइहाल्यो। हाम्रो सानोतिनो पार्टी पनि सकियो, एक्जाम पनि सकियो, क्लास 11 पनि सकियो, टेन्सन पनि सकियो, तर यातायात कर्मचारीहरूको आन्दोलन सकिए छैन। आज घर जानेवाला थियौँ एक्जाम भएपछि र बसहरू चलेकै छैन, कसरी घर जाने त्यही सोचिरहेछौँ। एक्जाम सकिएपछि मोस्ट इम्पोर्टेन्ट कामलाई प्रायोरिटी दिँदै कपाल कटाए। आन्दोलन सके पनि घर नगएर म यतै बसेछु। कहिले बोर भएर यो पेनको बिल्डिङ बनाएर खसालिरहेको छु, त कहिले यो मोडेलिङको ट्रेनिङहरू हेरिरहेको छु, त कहिले के गरिरहेको छु। तपाईँहरूले मेरो भिडियो हेर्नुहोस् र मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस्। धन्यवाद।